यही महीनाको अन्तमा कांग्रेस एमाले दुईटा पार्टीलाई ठूलो बम्पर उपहार पर्ने को अहिलेदेखि नै प्लान भइरहेछ। हिजै मैले जनताले के उपहार पाएछ, महँगाईदेखि लिएर भ्रष्टाचारदेखि लिएर अनि जुन विद्युतको कटौती भइरहेछ, लोड सेडिङ भइरहेछ, त्योदेखि लिएर म खास गरी म कांग्रेससँग प्रश्न गर्न चाहन्छु, किनकि पहिलाको पृष्ठभूमि मेरो कांग्रेस थियो। कांग्रेस बीपी कोइरालाले यही दिन देख्नको लागि पार्टी बनाएको थियो कि छानी छानी जनजातिलाई बलि दिने। जसरी आज लोड सेडिङ गर्नलाई दुईटा तामाङ समुदायको नेतालाई कांग्रेसले बलि दियो। कांग्रेसलाई म आरोपित गर्न चाहन्छु, कांग्रेसको जुन सुकै नेता मसँग डिबेट गर्न चुनौती म दिन चाहन्छु। अनि चाहे त्यो कुलमान घिसिङ होस्, कांग्रेसले बलि दिएछ। त्यस्तै कान्छाराम तामाङ अर्को यो बम्पर उपहारको लागि म सम्पूर्ण पूर्व रिटायर्ड सचिवजीहरूलाई आग्रह गर्न चाहन्छु, 10 करोड 15 करोड रुपियाँ लिएर रेडी रहनु होला। तपाईहरुको नियुक्तिको तयारी हुँदैछ, किनकि कांग्रेसलाई अर्को चुनावलाई पैसा भए पुग्छ, जनतामा जानु पर्दैन। त्यसको लागि यहाँको उपसभामुख एउटा जनजाति महिलालाई उसको पदको बलि दिने कुरा हुँदैछ, त्यो स्वीकार हुँदैन। 84 मा म भन्न चाहन्छु, कांग्रेसलाई जनजातिको बीचमा जानु पर्छ कि पर्दैन, मधेसीको बीचमा जानु पर्छ कि पर्दैन। कांग्रेसले मधेसीलाई सचिव नबन्न दिने, त्यो तपाईले देखिसक्नु भएको छ। त्यो जुन सचिव बन्न बेलामा स्वास्थ्य सचिवमा एउटा महिला मधेसी भएको कारणले कांग्रेसले बन्न दिएन। कांग्रेसको सभापतिले कसम खाएछ कि मैले सभापति हुन्जेलसम्म कांग्रेस नाश गर्छु, जसरी हिजोको दिनमा राजालाई बुझाएको थिए, यसपालि पनि एमालेले बुझाएर कांग्रेसलाई त्यहाँ मर्ज गराउँछु। यो कुराले मैले भन्न के चाहन्छु भने, तपाईले कांग्रेसकै गृहमन्त्रीबाट एउटा थारूको नेता टिकापुरको, त्यो पनि सुदूरपश्चिमको, त्यसलाई जेल हालियो नाटकीय तरिकाले। के तपाईँ टार्गेट गर्न खोज्नु भएको छ? म थारू समुदायको, मगर समुदायको, तामाङ समुदायको, मधेसी समुदायको तमाम नेता र जनतासँग आग्रह गर्न चाहन्छु कि 84 मा आउँदाखेरि कांग्रेसलाई आफ्नो आफ्नो दरवाजाबाट डाँडा कटाउनु छ। किनकि यो कांग्रेसले मधेसी, जनजाति, थारू, मुस्लिम, महिला सबै विरोधी हुन्। त्यसकारणले महिला सचिव नबनाएर, त्यो कांग्रेसको मन्त्रालय थियो, कांग्रेस त्यसबाट उन्मुक्ति हुन मिल्दैन। स्वास्थ्य सचिव नम्बर 1 थियो, 1 वर्ष सिनियर पनि थियो, तर उसको दोष एउटै मात्र थियो कि मधेसी महिला थियो। उसले भ्रष्टाचारमा पैसा दिन सक्दैन। त्यसकारणले यो जुन राजनीतिको महाभारतको चौसरमा हामी जुन महाभारतमा जसरी ठुलो नेता आँखा चिम्लेर बसिरहेको थिए, कांग्रेसका तमाम त्यो महाभारतको भीष्म पितामह द्रोणाचार्य जस्तो नेताहरूलाई सोध्न चाहन्छु कि तपाईँ सभापतिको हातमै कांग्रेस जस्तो एउटा लोकतान्त्रिक पार्टी, बीपी कोइरालाले हिमाल पहाड तराई, मधेसी, जनजाति, थारू, मुस्लिम अनि खसारे सबैलाई मिलाएको पार्टी नाश गर्नुहुन्छ। निर्धारित 3 मिनेटको समय सकिएको छ। म आधा मिनेटमा सकाउँछु महोदय। त्यसकारणले कांग्रेस 74 मा पनि हामी जितेर आउँदाखेरि 23 सिटमा झरेको थियो। अर्को सिट कहीँ 10-15 मा झर्ने अवस्था 84 मा नहोस्। 84 मा भोट माग्ने अवस्था जनतामा जानुपर्छ। त्यो जनता यो देशको भोटर मधेसी नहीं हो, तामाङ नहीं हो, मगर नहीं हो, गुरुङ नहीं हो, मुस्लिम हो, थारू हो। त्यस कारणले आज जुन तरिकाले बम्पर उपहारको खोजी भइरहेछ, जुन तरिकाले बन्द कमरामा चौसर बसिरहेछ, जो कमराले विभिन्न नियुक्तिको लागि पैसाको कलेक्सन गर्ने पूर्व सचिवहरूलाई आदेश गरिराखेको छ, त्यसले यो महिनाको लास्टमा जुन बम्पर त्यो लटरी खुल्नेवाला छ, त्यो लटरीको लागि उपसभामुखको पदको यदि बलि भयो भने कांग्रेसलाई इतिहासमा, नेपालको राजनीतिक इतिहासमा कहिले पनि नेपाली जनता माफ गर्दैन। धन्यवाद। ग्लोबल आईबी बैंक, सबैका लागि बैंक। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ।